कथाको सुरुवात हुन्छ म्यालरी नामकी एउटी युवतीबाट, जो शान्त भएर एउटा पेन्टिङ बनाइरहेकी हुन्छ। म्यालरी प्रेग्नेन्ट हुन्छ र अब केही दिनमै उसको बच्चा जन्मिन लागेको हुन्छ। त्यही बेला उसकी बहिनी जेसिका त्यहाँ आउँछ र हतारिँदै म्यालरीलाई भन्छ, तिमीले टिभीमा न्युज हेर्यौ? न्युजमा निकै अनौठा र डरलाग्दा खबरहरू आइरहेका हुन्छन्। जब म्यालरी टिभी हेर्छ तब उसलाई थाहा हुन्छ कि रसियामा एउटा यस्तो रहस्यमय बिमारी फैलिएको छ जसले मानिसलाई आफ्नो दिमागमाथिको नियन्त्रण गुमाउन बाध्य बनाइरहेको छ। त्यो संक्रमणले मानिसलाई आफ्नै ज्यान लिन मजबुर बनाइदिन्छ। रिपोर्टरले बताइरहेको हुन्छ कि अहिलेसम्म कसैलाई पनि पूर्ण रूपमा थाहा छैन कि यो कुनै बिमारी हो वा कुनै खतरनाक भाइरस। तर अचानक कुनै चीज देख्ने बित्तिकै मानिसहरू आफ्नो होस गुमाउँछन् र निर्दयी तरिकाले आफ्नै ज्यान लिइरहेका छन्। न्युजमा यो पनि बताइन्छ कि यो भयावह संक्रमण लाखौं मानिसहरूमा फैलिसकेको छ र अब रसियाबाट अन्य देशहरूमा समेत फैलिन थालेको छ। तर म्यालरी भने यो खबरलाई बेवास्ता गर्दै जेसिकासँग आफ्नो प्रेग्नेन्सी चेकअपका लागि अस्पताल जान्छ। अस्पतालमा डाक्टरले उसलाई खुसीको खबर सुनाउँछिन् कि बच्चा बिल्कुल स्वस्थ छ र चाँडै नै ऊ आमा बन्नेछ। यो सुनेर म्यालरी निकै खुसी हुन्छ र त्यसपछि दुवैजना घर फर्किन लाग्छन्। तर अस्पतालबाट बाहिर निस्किने बेलामा म्यालरीको नजर एउटी युवतीमाथि पर्छ, जो आफ्नो टाउको अगाडिको सिसामा जोर-जोरले ठोकिरहेकी हुन्छ। त्यो दृश्य देखेर म्यालरी एकदम डराउँछ र तुरुन्तै दौडेर जेसिकासँग कारभित्र बसेर भन्छ, छिटो गाडी चलाऊ, मलाई लाग्छ रसियाको त्यो खतरनाक भाइरस यहाँ पनि आइपुगेको छ। बाहिर सडकमा मानिसहरू बीच अफरातफरी मच्चिसकेको हुन्छ। मानिसहरू आफैलाई मार्न थालिसकेका हुन्छन्। जेसिका तुरन्त गाडी स्टार्ट गर्छ र तीव्र गतिमा घरतर्फ गाडी दौडाउन थाल्छ। तर अब परिस्थिति झन् खराब बन्दै जान्छ। सडकभरि भयानक एक्सिडेन्ट हुन थाल्छन्। यो सबै देखेर म्यालरी अत्यन्त डराउँछ। अनि तही बेला गाडी चलाइरहेकी जेसिकाले अचानक केही यस्तो चीज देख्छ जसले उसको आँखाको रङ्ग नै परिवर्तन गरिदिन्छ। अब जेसिका आफ्नो होस गुमाउँछ र कारको स्पिड झन् बढाइदिन्छ। ऊ अगाडिबाट आइरहेका गाडीहरूसँग जानी ठोकिन खोज्न थाल्छ। म्यालरी उसलाई रोक्न खोज्छ, जेसिका रोक, के गर्दैछौ? तर जेसिका कुनै हालतमा रोकिन्न, मानव कसैले उसको दिमागमाथि नियन्त्रण गरिसकेको हो। अनि केही क्षणमै उनीहरूको कार अर्को गाडीसँग ठोकिन्छ र भयानक एक्सिडेन्ट हुन्छ। भाग्यवश त्यो दुर्घटनामा दुवैजना बाँच्छन् र कारबाट बाहिर निस्किन्छन्। तर म्यालरीले केही बुझ्न नपाउँदै उसको आँखा अगाडि भयावह दृश्य देखिन्छ। उसकी आफ्नै बहिनी जेसिका अचानक एउटा ट्रक अगाडि पुगेर आफ्नै ज्यान दिन्छ। आफ्नै आँखा अगाडि बहिनीको यस्तो दर्दनाक मृत्यु देखेर म्यालरी पूर्ण रूपमा आतंकित हुन्छ। तर परिस्थिति यति भयावह हुन्छ कि उसलाई आफ्नी बहिनीको लास नजिक जाने समय समेत मिल्दैन। चारैतिर मानिसहरू भागदौड गरिरहेका हुन्छन्, चिच्याइरहेका हुन्छन् र पूरा शहर आतंकले भरिएको हुन्छ। म्यालरी पनि ती मानिसहरूसँगै ज्यान जोगाउन अगाडि दौडिन थाल्छ। तर अचानक पछाडिबाट कसैले उसलाई धक्का दिन्छ र ऊ सडकमा लड्छ। यत्तिकैमा टम नामको एक युवक त्यहाँ आइपुग्छ। उसले म्यालरीलाई उठाउँछ र नजिकैको एउटा घरभित्र लगेर बचाउँछ। त्यो घरमा पहिले नै केही मानिसहरू लुकेर बसेका हुन्छन्। उनीहरू सबै अचानक भइरहेको यी डरलाग्दा घटनाहरू देखेर नराम्ररी आतंकित भइसकेका हुन्छन्। घरभित्र रहेका सबै मानिसहरू एकअर्कालाई सोध्न थाल्छन्, आखिर बाहिर के भइरहेको छ? तर कसैसँग पनि कुनै उत्तर हुँदैन। त्यसपछि उनीहरू सत्य जान्नका लागि टिभी अन गर्छन्। न्युजमा बताइन्छ कि बाहिर कुनै यस्तो रहस्यमय चीज मौजुद छ जसलाई देख्ने बित्तिकै मानिसहरू पागल जस्तै व्यवहार गर्न थाल्छन् र आफ्नै ज्यान लिन तयार हुन्छन्। रिपोर्टरले डरलाग्दो आवाजमा बताइरहेको हुन्छ कि यो भयानक भाइरस अब केवल एउटा देशमा सीमित छैन, यो त पुरै दुनियाँभर फैलिसकेको छ। त्यसैले जो कोही अझैसम्म यो संक्रमणबाट बचेका छन् उनीहरूले तुरन्त आफ्नो घरका सबै झ्याल ढोका बन्द गर्नुपर्छ र कुनै हालतमा घर बाहिर ननिस्किने आग्रह गरिन्छ। यो सुनेपछि घरभित्र भएका सबै मानिसहरू हतार गरेर घरका सबै झ्याल र ढोकाहरू बन्द गर्न थाल्छन्। उनीहरू झ्यालका सिसाहरूलाई कागजले समेत छोपिदिन्छन् ताकि बाहिर लुकेको त्यो रहस्यमय राक्षसको नजर भित्र उनीहरूमाथि नपरोस्। वातावरण यति डरावना भइसकेको हुन्छ कि सानो आवाजले पनि सबैको मुटु काँप्न थाल्छ। यसरी डर र तनावकै बीच 3 दिन बित्छ। तर यति धेरै समय बितिसक्दा पनि कसैलाई स्पष्ट रूपमा बुझिएको हुँदैन कि आखिर यो सबै भइरहेको के हो। घरभित्र रहेका सबै मानिसहरू चिन्तित र तनावमा बसिरहेका हुन्छन्। त्यही बेला अचानक बाहिरबाट ढोकामा कसैले जोड-जोडले नक गर्छ। बाहिर एउटी युवती रोइरहेकी हुन्छ र कराउँदै बिन्ती गर्छ, प्लिज ढोका खोलिदिनुहोस्, मलाई बचाइदिनुहोस्। टम त्यो युवतीका लागि ढोका खोल्न जान्छ, तर डगलस तुरन्त उसलाई रोक्दै भन्छ, ढोका नखोल, के थाहा त्यो पनि इन्फेक्टेड होस्। उसको डर स्वाभाविक थियो किनकि अहिले कसैमाथि विश्वास गर्न सकिने अवस्था थिएन। तर त्यही बेला म्यालरी डगलसमाथि बन्दुक तिस्र्याउँदै टमलाई आदेश दिन्छ, ढोका खोल। अन्ततः टम ढोका खोल्छ र ती युवती भित्र प्रवेश गर्छ। त्यो युवतीको नाम ओलम्पिया हुन्छ र ऊ पनि म्यालरी जस्तै प्रेग्नेन्ट हुन्छ। जब सबैले उसलाई सोध्छन्, तिमी आँखामा पट्टी बाँधेर यहाँसम्म कसरी आइपुग्यौ? तब ओलम्पियाले बताउँछ कि उसको घरमा खानेकुरा सकिएको थियो। त्यसैले ऊ आँखामा पट्टी बाँधेर एउटा घरको ढोका नक गर्दै यहाँसम्म आइपुगेकी हो। यो कुरा सुनेपछि डगलस गम्भीर स्वरमा भन्छ, हाम्रो हालत पनि भोकले निकै खराब भइसकेको छ। हामी पनि 7 दिनदेखि यही घरमा थुनिएर बसिरहेका छौँ। अब सबैलाई एउटै चिन्ता हुन्छ, खानेकुरा कसरी ल्याउने?
घरबाट केही पर एउटा सुपरमार्केट त थियो, तर त्यहाँसम्म बिना हेरी पुग्नु आफैमा मृत्युको खेल जस्तै थियो। त्यही बेला घरको मालिक एउटा आइडिया दिन्छ। ऊ भन्छ, घर बाहिर सीसीटीभी क्यामेराहरू जडान गरिएका छन्। यदि हामीले ती क्यामेरा मार्फत बाहिरको अवस्था हेर्न सक्यौं भने ती मोन्स्टरहरू कहाँ छन् भनेर थाहा पाउन सक्छौं, अनि उनीहरूबाट लुकेर सुपरमार्केटसम्म पुग्न सकिन्छ। ऊ फेरि भन्छ, मलाई लाग्दैन कि स्क्रिनमा हेर्दैमा मानिस इन्फेक्टेड हुन्छ, तर घरभित्र रहेका अरू सबै मानिसहरू डराएर उसलाई यस्तो जोखिम नलिन चेतावनी दिन्छन्। तर घरको मालिक हार मान्दैन। ऊ भन्छ, यदि हामीले यो कदम उठाएनौं भने हामी सबै भोकले मर्नेछौँ। उसको कुरा सुनेपछि बाँकी मानिसहरूलाई पनि त्यो सही लाग्न थाल्छ। त्यसपछि सबै मिलेर उसलाई एउटा चेयरमा डोरीले बाँधिदिन्छन्, ताकि यदि ऊ इन्फेक्टेड भयो भने पनि आफूलाई मार्न नसकोस्। किनकि सबैले बुझिसकेका थिए, जसले त्यो मोन्स्टरलाई देख्छ ऊ आफ्नै ज्यान लिन बाध्य हुन्छ। त्यसपछि बाँकी सबै मानिसहरू त्यो कोठा छोडेर अर्को रुममा जान्छन् र घरको मालिक भने स्क्रिनतर्फ हेर्न थाल्छ। केही बेरपछि स्क्रिनमा एउटा अनौठो हावाको झोक्का जस्तो चीज देखिन थाल्छ। बिस्तारै हामी देख्छौं कि उसको अनुहारका एक्सप्रेसनहरू बदलिन थाल्छन्। केही सेकेन्डमै उसको आँखाको रङ परिवर्तन हुन्छ। त्यसपछि अचानक त्यो कोठाबाट डरलाग्दा चिच्याहटहरूको आवाज आउन थाल्छ। त्यो आवाज सुनेर बाँकी सबै मानिसहरू आतंकित हुँदै दौडेर त्यहाँ पुग्छन्, तर उनीहरू पुग्नु अघि नै घरको मालिकले आफ्नो टाउको अगाडिको टेबलमा जोडले बजारेर आत्महत्या गरिसकेको हुन्छ। त्यो भयावह दृश्य देखेर सबै मानिसहरू नराम्ररी डराउँछन्। अब उनीहरूलाई एउटा कुरा पूर्ण रूपमा स्पष्ट भइसकेको हुन्छ, त्यो मोन्स्टरलाई चाहे प्रत्यक्ष आँखाले हेरोस् वा स्क्रिन मार्फत, त्यसले अन्ततः मानिसलाई मृत्युको बाटोतर्फ धकेल्छ। त्यसपछि उनीहरू तुरन्तै मोनिटर स्क्रिन फुटाइदिन्छन्, ताकि गल्तीले पनि कसैको नजर फेरि त्यो मोन्स्टरमाथि नपरोस्। यसरी अर्को एक दिन बित्छ। अब भोकले सबैको अवस्था अत्यन्त खराब भइसकेको हुन्छ। शरीर कमजोर भइसकेको हुन्छ। अनुहारमा डर र थकान स्पष्ट देखिन थाल्छ। अन्ततः उनीहरू सुपरमार्केटसम्म पुग्नका लागि अर्को नयाँ योजना बनाउन थाल्छन्। टम भन्छ, हामी जीपीएसको प्रयोग गरेर कार मार्फत त्यो मार्केटसम्म पुग्नेछौँ। त्यसपछि सबै मिलेर कारका सिसाहरू पेन्टले पुरै छोपिदिन्छन्, ताकि उनीहरूले बाहिरको दृश्य देख्न नसकुन् र बाहिर रहेका ती रहस्यमय मोन्स्टरहरूले पनि उनीहरूलाई कारभित्र देख्न नसकुन्। त्यसपछि 5 जना मानिसहरू जीपीएसको सहारामा कार लिएर बाहिर निस्किन्छन् र अगाडिको सडक नदेखिँदै बिस्तारै जीपीएसको निर्देशन पछ्याउँदै अघि बढ्न थाल्छन्। यहाँ हामी देख्छौं कि पुरै शहर सुनसान भइसकेको हुन्छ। चारैतिर सडकहरू लासहरूले भरिएका हुन्छन्, मानव पूरा शहर मृत्युको चपेटामा परिसकेको हो। केही पर पुगेपछि अचानक कार जोड-जोडले भाइब्रेट हुन थाल्छ। कारका सेन्सरहरूले संकेत दिन्छन् कि कारलाई चारैतिरबाट ती मोन्स्टरहरूले घेरिसकेका छन्। तर टम हिम्मत हार्दैन। ऊ साहसका साथ कार अघि बढाइरहन्छ र निकै सङ्घर्षपछि जसोतसो गरेर उनीहरू स्टोरसम्म पुग्न सफल हुन्छन्। त्यहाँ पुगेपछि सबैले आफ्नो आँखामा पट्टी बाँधेर कारबाट ओर्लिन्छन् र सावधानीपूर्वक स्टोरभित्र प्रवेश गर्छन्। भित्र पुगेपछि उनीहरू सबैभन्दा पहिले झ्याल ढोका बन्द गर्छन् र त्यसपछि मात्र आँखाबाट पट्टी हटाउँछन्। स्टोरभित्र खानेकुरा र दैनिक आवश्यकताका प्रशस्तै सामानहरू देखेर सबैको अनुहारमा खुसी फर्किन्छ। हरेक मानिस सकेसम्म धेरै रासन जम्मा गर्न थाल्छ। यही बीचमा हामी म्यालरी र टमलाई एक अर्कासँग कुरा गरिरहेको देख्छौं। टम निकै राम्रो मान्छे थियो, उसैले म्यालरीको ज्यान पनि बचाएको थियो। उनीहरूको कुराकानीबाट स्पष्ट हुन्छ कि अब उनीहरू एक अर्कालाई मन पराउन थालेका छन्। त्यसपछि दुवैजना आफ्ना लागि आवश्यक सामानहरू खोज्न थाल्छन्। त्यही बेला म्यालरीले एउटा पिञ्जराभित्र 3वटा चरा भेट्छे र ती चराहरूलाई आफ्नो साथमा राख्ने निर्णय गर्छे। तर अचानक स्टोरको ढोकामा कसैले नक गर्छ। डरले काँपिरहेका ती मानिसहरू सुरुमा त्यो व्यक्तिका लागि ढोका खोल्न मान्दैनन्। त्यसपछि बाहिरको मानिस रुँदै कराउँदै बिन्ती गर्न थाल्छ, प्लिज ढोका खोलिदिनुहोस्। अब उनीहरूलाई त्यो मानिसमाथि दया पनि लाग्छ, तर सँगै डर पनि हुन्छ कि कतै ऊ इन्फेक्टेड त होइन। त्यसैले सबैजना पहिल्यै ढोका नजिक तयार भएर उभिन्छन्, ताकि यदि उसमाथि अलिकति पनि शङ्का लाग्यो भने तुरन्तै उसलाई मार्न सकियोस्। जस्तो सुकै डरका बीच उनीहरूले ढोका खोल्छन्। त्यो मानिस जबरजस्ती भित्र पस्न खोज्दै भन्छ, ती मोन्स्टरहरू निकै सुन्दर छन्, तिमीहरू सबैले तिनीहरूलाई हेर्नुपर्छ। यो सुन्ने बित्तिकै सबैले बुझ्छन् कि त्यो मानिस पनि इन्फेक्टेड भइसकेको छ। अब उनीहरूसँग उसलाई बाहिर निकाल्ने कुनै उपाय हुँदैन। त्यसपछि चार्ली सबैको ज्यान बचाउनका लागि त्यो मानिसलाई जोडले धक्का दिएर बाहिर फालिदिन्छ र आफू पनि उसँगै बाहिर निस्किन्छ। बाहिर पुगेपछि त्यो इन्फेक्टेड मानिसले चार्लीलाई निर्दयी तरिकाले मारिदिन्छ। चार्लीले आफ्ना साथीहरूको ज्यान बचाउन आफ्नै ज्यानको बलिदान दिएको हुन्छ। यही बेला म्यालरी एउटा महत्त्वपूर्ण कुरा नोट गर्छे। जब ती मोन्स्टरहरू नजिक आउँछन्, ती चराहरू ठूलो आवाज गर्न थाल्छन्। अब ती चराहरू उनीहरूको लागि ठूलो सहारा बन्नेछन्। त्यसपछि बाँकी रहेका 4 जना मानिसहरू राशन लिएर घर फर्किन्छन्, तर सबैको मन चार्लीको मृत्युले अत्यन्त भारी भएको हुन्छ। रात पर्न थाल्छ र सबैजना आफ्ना आफ्ना कोठातिर जान्छन्। तर त्यही बेला फेरि बाहिर ढोकामा नक हुन्छ। जब ओलम्पियालाई थाहा हुन्छ कि बाहिर कोही छ, ऊ केही नसोची त्यो मानिसलाई घरभित्र ल्याइदिन्छे। तर त्यही समयमा म्यालरीले उसलाई देख्छे र बन्दुक तेस्र्याउँदै चेतावनी दिन्छे कि यदि केही गलत भयो भने उसलाई गोली हान्नेछे।
आवाज सुनेर घरभित्रका अरू सबै मानिसहरू पनि आफ्नो कोठाबाट बाहिर आउँछन्। एउटा अपरिचित मानिस देखेर उनीहरू डराउँछन् र ओलम्पियामाथि चिच्याउन थाल्छन्, तिमीले यो मानिसलाई किन भित्र ल्यायौ? ओलम्पिया भावुक हुँदै भन्छे, म आफै एक्लै बाहिर बसेकी छु। मलाई थाहा छ बाहिर एक्लै बाँच्न कति गाह्रो हुन्छ, त्यसैले मलाई यसमाथि दया लाग्यो र मैले यसलाई भित्र ल्याएँ। त्यसपछि त्यो मानिस, जसको नाम ग्यारी हुन्छ, डरले काप्दै भन्छ, प्लिज मलाई घरबाट बाहिर ननिकाल्नुहोस्। ऊ बताउँछ कि उसको घरमा केही साइको मानिसहरू बसेका थिए, जसले उसका साथीहरूको आँखाहरू जबरजस्ती खोलिदिए र उनीहरूलाई त्यो शैतान देखाइदिए। अनि त्यो चिज देख्ने बित्तिकै उसका सबै साथीहरूले आत्महत्या गरिदिए। ग्यारी भन्छ, म जसोतसो त्यहाँबाट भागेर आफ्नो ज्यान बचाउँदै यहाँसम्म आइपुगेको हो। यहाँ हामीलाई थाहा हुन्छ कि जसले पनि त्यो शैतानलाई देख्छ, त्यो शैतानले उसलाई जीवनको सबैभन्दा ठूलो डर, पीडा वा गहिरो क्षति देखाइदिन्छ। अर्थात् उसले मानिसको मनभित्र दबिएको सबैभन्दा भयानक दुःखलाई बाहिर निकालिदिन्छ। त्यो पीडा यति गहिरो र असहनीय हुन्छ कि मानिसले त्यसलाई सहन सक्दैन र अचानक गहिरो डिप्रेसनमा पुगेर आफ्नै ज्यान लिन बाध्य हुन्छ। यही क्रममा गैरी केही थप रहस्यमय कुरा पनि बताउँछ। ऊ भन्छ कि ती साइको मानिसहरूको आँखामा कुनै पट्टी थिएन, बरु उनीहरू त्यो शैतानलाई देखेर खुसी भइरहेका थिए। गैरीको यो कुरा सुनेपछि एउटा डरलाग्दो सत्य बाहिर आउँछ। त्यो शैतानले त्यस्ता मानिसहरूलाई मार्न सक्दैन जो पहिलेदेखि नै जीवनमा अत्यन्त दुःखी र मानसिक रूपमा पूर्ण रूपमा टुटिसकेका हुन्छन्, किनकि त्यस्ता मानिसहरू पहिले नै भित्रबाट मरे सरह भइसकेका हुन्छन्। त्यसैले जो मानिस लामो समयदेखि डिप्रेसन र अन्धकारमा बाँचिरहेको हुन्छ, उसमाथि शैतानको यो चालले खास असर गर्दैन, बरु त्यो शैतानले त्यस्ता मानिसहरूलाई आफ्नो गुलाम बनाइदिन्छ ताकि उनीहरू मानिसकै रूप लिएर अरू मानिसहरूको शिकार गर्न सकुन्। अब गैरी पनि त्यही शैतानको कठपुतली हो कि साँच्चै एक सामान्य मानिस, त्यो कुरा भनेपछि मात्र थाहा हुनेछ। फिलहाल सबैजना गैरीलाई घरभित्र बस्न दिने निर्णय गर्छन्, तर डगलसलाई भने गैरीमाथि रत्तिभर भरोसा हुँदैन। ऊ रिसले बन्दुक निकाल्दै गैरीलाई घरबाट निस्कन धम्की दिन्छ, तर त्यही बेला पछाडिबाट सर्ला आउँछे र कुनै वस्तुले डगलसको टाउकोमा प्रहार गरेर उसलाई बेहोस बनाइदिन्छे। त्यसपछि सबै मिलेर डगलसलाई अर्को कोठामा थुन्छन् र गैरी सबैलाई धन्यवाद दिन्छ। अर्को दिन अचानक म्यालोरी र ओलम्पिया दुवैलाई एकैसाथ लेबर पेन सुरु हुन्छ। टम र सर्लाले उनीहरूलाई सहयोग गर्दै माथिल्लो कोठामा लैजान्छन्, तर गैरी भने तलै बसिरहन्छ र अब उसका गतिविधिहरू झन् अनौठा हुन थाल्छन्। ऊ शैतानका थुप्रै चित्रहरू निकालेर टेबलमाथि राख्न थाल्छ र उसको आँखाको अवस्था देखेर स्पष्ट बुझिन्छ कि ग्यारी पनि अब शैतानकै नियन्त्रणमा छ। त्यही बेला तल पिञ्जरामा रहेका चराहरू ठूलो स्वरले कराउन थाल्छन्। चराहरूको आवाजले रिसाएको ग्यारी पिञ्जरालाई उठाएर फ्रिजभित्र थुन्छ र झ्यालहरूमा टाँसिएका सबै कागजहरू हटाउन थाल्छ। तबै डगलसले उसका गतिविधिहरू देखेर बुझिहाल्छ कि ग्यारी पनि ती पपेटहरूमध्ये एक हो जो शैतानलाई देखेर मर्दैनन्, बरु शैतानको आदेशमा अरू मानिसहरूको ज्यान लिन्छन्। डगलस जोडले चिच्याउँदै भन्छ, मैले पहिल्यै भनेको थिएँ, यो मानिसलाई घरबाट निकाल। डगलसको आवाज सुनेर टम तल झर्छ, तर अचानक ग्यारी पछाडिबाट आएर टमको टाउकोमा प्रहार गर्छ र उसलाई बेहोस बनाइदिन्छ। त्यसपछि ग्यारी डगलसलाई पनि सधैँका लागि चुप लगाउन उसको तर्फ अघि बढ्न थाल्छ, तर त्यही बेला ग्यारीको कानमा बच्चाहरूको आवाज पर्छ। त्यसैले ऊ डगलसलाई त्यत्तिकै छोडेर माथि ओलम्पिया र म्यालोरी भएको कोठातर्फ जान्छ। त्यहाँ पुगेर उसले झ्यालहरूमा टाँसिएका सबै कागजहरू हटाइदिन्छ अनि जस्तै ओलम्पियाको नजर बाहिर पर्छ, ऊ तुरुन्तै त्यो शैतानको वशमा पर्छ। अब म्यालोरीले बुझिहाल्छ कि ओलम्पिया अब कुनै न कुनै तरिकाले आफ्नै ज्यान लिन लागेकी छ। त्यसैले ऊ हतारिँदै ओलम्पियाको छोरीलाई उसको हातबाट खोज्छ अनि अर्को क्षणमै ओलम्पिया झ्यालबाट हाम फालेर आत्महत्या गरिदिन्छ। त्यसपछि ग्यारीले सर्लालाई समात्छ र जबरजस्ती उसको आँखाहरू खोलिदिन्छ। सर्ला पनि इन्फेक्टेड हुन्छ र केही क्षणमै आफूलाई समाप्त गरिदिन्छ। अब ग्यारी बिस्तारै म्यालोरीतर्फ अघि बढ्न थाल्छ, तर म्यालोरीले चादरले आफू र दुवै बच्चाहरूलाई ढाकेर राखेकी हुन्छ, त्यसैले अहिलेसम्म ऊ सुरक्षित रहन्छ। तर ग्यारी उसलाई चादर खोस्न र बाहिर हेर्न उक्साउन थाल्छ। त्यही बेला अचानक डगलस बन्दुक लिएर त्यहाँ आइपुग्छ। उसले आफ्ना आँखाहरू बन्द गरेर ग्यारीलाई गोली हान्ने प्रयास गर्छ, तर ग्यारीलाई थाहा हुन्छ कि डगलसले केही देख्न सकिरहेको छैन। त्यसैले ऊ मौका छोपी दौडेर डगलसलाई समात्छ र दुवैजना माथिल्लो तलाबाट सिधै तल ग्राउन्ड फ्लोरमा खस्छन्। त्यसपछि ग्यारीले एउटा सिजरले डगलसलाई निर्दयी रूपमा मारिदिन्छ र भन्छ, तिमी त्यो शैतानको सुन्दरता कहिल्यै देख्न पाउने छैनौ। यता केही बेरपछि टमलाई होस आउँछ र ऊ जसोतसो शटगन उठाएर ग्यारीलाई गोली हानेर मारिदिन्छ। त्यसपछि टम माथि पुग्छ र म्यालोरी र बच्चाहरूलाई शान्त पार्ने प्रयास गर्छ। अब त्यहाँ केवल टम, म्यालोरी र दुई बच्चाहरू मात्र जीवित बाँचेका हुन्छन्। त्यसपछि कहानी सिधै 5 वर्ष पछाडिको समयमा पुग्छ। अब म्यालोरी र टम रिलेसनसिपमा हुन्छन् र बच्चाहरू पनि ठूला भइसकेका हुन्छन्। तर खतरा भने अझै समाप्त भएको हुँदैन। बाहिर अझै पनि शैतानको नियन्त्रणमा रहेका मानिसहरू घुमिरहेका हुन्छन् जो सामान्य मानिसहरूलाई समातेर मारिदिन्छन्। यी सबैले पछिल्ला 5 वर्ष यही डर र अन्धकार बीच लुकेर जीवन बिताइरहेका हुन्छन्। म्यालोरीले बच्चाहरूलाई यस्तो भयावह परिस्थितिमा कसरी बाँच्ने भनेर सबै कुरा सिकाइसकेकी हुन्छ। यहाँ अब तपाईहरूलाई पनि थाहा भइसकेको हुन्छ कि त्यो छोरा म्यालोरीकै आफ्नै छोरा हो, तर त्यो छोरी भने म्यालोरीकी छोरी होइन, ऊ ओलम्पियाकी छोरी हो, जसलाई मर्नुअघि ओलम्पियाले म्यालोरीको जिम्मा लगाएकी थिइन्।
एक दिन अचानक रेडियोबाट आवाज आउँछ। त्यहाँ रिक नामको एक मानिस बोलिरहेको हुन्छ। ऊ भन्छ, हामी जहाँ छौँ त्यो ठाउँ पूर्ण रूपमा सुरक्षित छ। यहाँ हाम्रो एउटा कलोनी छ जहाँ खानेकुरा र आवश्यक सबै सुविधा उपलब्ध छन्। यदि तिमीहरू यहाँ आउन चाहन्छौ भने नदीको बहाव पछ्याउँदै आउनु। जब नदीको बहाव सबैभन्दा तीव्र हुनेछ त्यही नजिक जङ्गलको बीचमा हाम्रो कलोनी भेटिनेछ। त्यहाँ धेरै चराहरू छन्। तिनीहरूको आवाज सुनेर तिमीहरूले हामीलाई भेट्टाउन सक्छौ। तर यहाँ आइपुग्न नदीको बहावसँगै यात्रा गर्दा 2 दिन लाग्नेछ। टम त्यो मानिसमाथि भरोसा गरेर त्यहाँ जान चाहन्छ, तर म्यालोरी भने जान मान्दिन। ऊ भन्छे, के थाहा त्यो मानिस पनि इन्फेक्टेड होस् र हामीलाई यहाँबाट निकालेर मार्न खोजिरहेको होस्। राति टम म्यालोरीलाई सम्झाउँछ, यदि हामी बाँच्न चाहन्छौँ भने हामी त्यहाँ जानै पर्छ। आखिर कहिलेसम्म हामी यस्तो अन्धो जीवन बिताउने। अर्को दिन जब उनीहरू सामान लिन बाहिर निस्किन्छन्, अचानक केही साइको मानिसहरूले उनीहरूमाथि हमला गर्न आउँछन्। टम तुरुन्त म्यालोरी र बच्चाहरूलाई भन्छ, यही मौका हो यहाँबाट भाग्ने। म ती मानिसहरूलाई अल्झाइराख्छु। तिमीहरू चुपचाप पछाडिको बाटोबाट निस्किएर नदी हुँदै रेडियोमा बताइएको ठाउँमा पुग्नु। तर म्यालोरी टमलाई एक्लै छोड्न चाहदिन। तब टम गम्भीर हुँदै भन्छ, हामी मध्ये कसैले त बाँच्नका लागि आफ्नो ज्यान दिनै पर्छ। त्यसपछि टम म्यालोरी र बच्चाहरूलाई पछाडिको बाटोबाट निकालिदिन्छ र आफू भने आँखामा पट्टी बाँधेर शटगन लिएर ती साइको मानिसहरूको अगाडि जान्छ। ती मानिसहरूले टमलाई आँखा खोलेर हेर्न भनिरहेका हुन्छन्, तर टम उनीहरूलाई कुरामा अल्झाउने प्रयास गर्छ ताकि म्यालोरी बच्चाहरूलाई लिएर भाग्न सकोस्। तर अचानक ती मानिसहरूले म्यालोरीलाई टाढा जाँदै गरेको देख्छन्। अब उनीहरू म्यालोरीको पछाडि लाग्न लागेका बेला टमले गोली चलाएर 2 जनालाई मारिदिन्छ। यो भिडन्तमा टम स्वयं पनि घाइते हुन्छ र अब आँखा नखोली बाँकी मानिसहरूलाई मार्न उसलाई गाह्रो हुन थाल्छ। अन्ततः उसले आफ्ना आँखाबाट पट्टी हटाउँछ र त्यहाँ रहेका थप 2 जनालाई पनि गोली हानेर मारिदिन्छ। अब त्यहाँ केवल एउटा साइको मानिस मात्र बाँकी रहन्छ। जब टम त्यो अन्तिम बाँचेको साइको मानिसलाई मार्न अगाडि बढ्छ, त्यही बेला त्यो शैतान पनि त्यहाँ आइपुग्छ र बिस्तारै टमलाई आफ्नो बसमा पार्न थाल्छ। टमको दिमागमाथि त्यो शैतानको प्रभाव बढ्न थाल्छ। तर पूर्ण रूपमा नियन्त्रणमा जानुभन्दा अगाडि नै टमले त्यो अन्तिम बाँचेको साइको मानिसलाई पनि गोली हानेर मारिदिन्छ। अनि त्यसपछि ऊ त्यही बन्दुक आफूमाथि तेस्र्याउँछ र आफ्नै ज्यान लिन्छ। उता म्यालोरीले गोली चलेको आवाज सुन्ने बित्तिकै बुझिहाल्छे कि टम अब जीवित छैन। यो कुरा सोचेर ऊ नराम्ररी टुट्छे र बेस्सरी रुन थाल्छे, किनकि यति कठिन समयमा टम नै उसको सबैभन्दा ठूलो सहारा थियो। केही समयपछि आँसु पुछ्दै ऊ रेडियोमा बताइएको सुरक्षित ठाउँतर्फ जाने तयारी गर्न थाल्छे। म्यालोरी बच्चाहरूलाई गम्भीर स्वरमा सम्झाउँछे, यो यात्रा निकै कठिन हुनेछ, तर यदि हामी बाँच्न चाहन्छौँ भने त्यहाँ पुग्नै पर्छ। अनि एउटा कुरा राम्ररी सुन, जे भए पनि तिमीहरूले आँखाको पट्टी हटाउनु हुँदैन। यदि हटायो भने तिमीहरू दुवै मर्नेछौ। त्यसपछि म्यालोरी आफ्नै र बच्चाहरूको आँखामा पट्टी बाँध्छे र नदीतर्फ लाग्छे। ऊ डोरीको सहाराले बाटो पहिचान गर्दै जसोतसो नदीसम्म पुग्छे। त्यहाँ पुगेपछि उनीहरू एउटा सानो बोटमा बस्छन् र नदीको बहावसँगै अगाडि बढ्न थाल्छन्। म्यालोरीले पिंजराभित्र रहेका ती चराहरूलाई पनि साथमै राखेकी हुन्छे। केही घण्टाको यात्रापछि म्यालोरी रेडियो मार्फत आफू जाने भनिएको कलोनीका मानिसहरूसँग सम्पर्क गर्न खोज्छे। तर अचानक पिंजराभित्रका चराहरू ठूलो स्वरले कराउन थाल्छन्। त्यही समयमा एउटा डरलाग्दो आवाज म्यालोरीलाई बारम्बार बोलाउन थाल्छ, तर म्यालोरी त्यो आवाजलाई बेवास्ता गर्दै अगाडि बढिरहन्छे। केही पर पुगेपछि त्यो आवाज झन् नजिक आउन थाल्छ। अब हामी देख्छौँ कि एउटा मानिस म्यालोरीको निकै नजिक आइपुग्छ र भन्छ, तिमी आफ्नो आँखाको पट्टी हटाऊ, तिमी यहाँ सुरक्षित छौ, मसँग खाना पनि छ। तर म्यालोरी बच्चाहरूलाई चादरले ढाकेर बन्दुकले चारैतिर अन्धाधुन्द गोली चलाउन थाल्छे। यो देखेर त्यो मानिसले बुझ्छ कि म्यालोरी कुनै हालतमा आँखा खोल्नेवाली छैन। त्यसपछि ऊ सिधै बोट नजिक आएर म्यालोरीमाथि हमला गर्छ र जबरजस्ती उसको आँखाको पट्टी हटाउन खोज्छ। त्यो मानिस पनि गैदी जस्तै भन्छ, तिमीले त्यो शैतानलाई हेर्नुपर्छ, ऊ अत्यन्त सुन्दर छ। तर म्यालोरी आफूलाई बचाउनका लागि हातमा भएको हतियारले उसमाथि प्रहार गर्छे र अन्ततः उसलाई मारेर त्यहाँबाट उम्किन सफल हुन्छ। यसरी यात्रा गर्दै गर्दा म्यालोरी र बच्चाहरूलाई 24 घण्टाभन्दा बढी बितिसकेको हुन्छ र उनीहरू अत्यन्त थाकिसकेका हुन्छन्। त्यही बेला अचानक उनीहरूको बोट एउटा ट्रकसँग ठोकिन्छ। ठक्कर यति जोरदार हुन्छ कि म्यालोरीको छोरा र उनीहरूको खानेकुरा सहितका सामानहरू नदीमा खस्छन्। म्यालोरी तुरुन्तै आफ्नो छोरालाई डुब्नबाट बचाउँछे, तर उनीहरूसँग भएका सबै खानेपिउने सामान नदीको बहावसँगै बगेर जान्छन्। यो देखेर म्यालोरी पूर्ण रूपमा चिन्तित हुन्छ, किनकि यदि अब खाना भेटिएन भने उनीहरू भएकै मर्ने निश्चित थियो। त्यसैले ऊ बोटलाई नदी किनारमा रोक्छे र बच्चाहरूलाई कडा आवाजमा भन्छे, जे भए पनि तिमीहरू दुवै यही बोटमै बस्नेछौ र कुनै हालतमा आँखाको पट्टी हटाउने छैनौ। त्यसपछि म्यालोरी बोटमा डोरी बाँधेर जङ्गलतर्फ खाना खोज्न जान्छे। खोज्दै जाँदा ऊ जङ्गलको बीचमा रहेको एउटा घरसम्म पुग्छे, जहाँ उसले केही खाने पिउने सामानहरू भेट्टाउन सफल हुन्छ।
तर जब म्यालोरी सामान लिएर फर्किन लागेकी हुन्छे त्यही बेला त्यो शैतान फेरि उसको पछाडि लाग्छ र विभिन्न मानिसहरूको आवाज निकाल्दै उसलाई बोलाउन थाल्छ। म्यालोरी डर र आतंक बीच गोली चलाउँदै त्यहाँबाट तीव्र गतिमा भाग्न थाल्छे। उता गोलीको आवाज सुनेपछि ओलम्पियाकी छोरीले आफूलाई बाँधिएको डोरी फुकाल्छे र बोटबाट तल उर्लिन्छे। ऊ म्यालोरीलाई खोज्दै खोज्दै सिधै त्यो शैतान नजिक पुग्न लागेकी हुन्छे। तर ठिक समयमा म्यालोरी पुगेर उसलाई तानेर फिर्ता ल्याउँछे र रिसाउँदै कराउँछे, मैले तिमीलाई बोटबाट नउत्रिन भनिसकेको थिएँ। त्यसपछि ती तीनैजना फेरि आफ्नो यात्रा अघि बढाउँछन्। अब म्यालोरी र बच्चाहरूलाई लगातार 42 घण्टाभन्दा बढी यात्रा गरिसकेको हुन्छ। म्यालोरी बच्चाहरूलाई सम्झाउँछे, अब अगाडि नदीमा ठूलो ढलान आउनेछ जहाँ पानीको बहाव निकै तीव्र हुनेछ। त्यसैले बोटलाई बलियोसँग समातेर बस्नु। केही पर पुगेपछि साँच्चै नदीको बहाव अत्यन्त खतरनाक रूपमा तीव्र हुन थाल्छ। तीनैजना बोटलाई कसिएर समात्छन्, तर त्यो बाटो अत्यन्त जोखिमपूर्ण थियो। अचानक उनीहरूको बोट पल्टिन्छ र तीनैजना पानीमा खस्छन्। अब ती सबै नदीको तीव्र बहावसँगै बग्न थाल्छन्। म्यालोरीले आफ्नो छोरालाई त समात्न सफल हुन्छे, तर ओलम्पियाकी छोरी भने छुट्टिएर किनारतिर पुग्छे र डरले म्यालोरीलाई कराउन थाल्छे। उसको आवाज सुनेर म्यालोरी जसोतसो उसलाई पनि भेट्टाउँछे। यसरी उनीहरूले आफ्नो यात्राको सबैभन्दा कठिन र खतरनाक भाग पार गरिसकेका हुन्छन् र अब उनीहरूको गन्तव्य धेरै नजिक पुगेको हुन्छ। त्यसपछि उनीहरू जंगलभित्र अगाडि बढ्न थाल्छन्। त्यही बेला उनीहरूलाई चराहरूको आवाज पनि सुनिन थाल्छ, ठिक त्यस्तै जस्तो रेडियोमा भनिएको थियो। त्यसपछि उनीहरू ती चराहरूको आवाज पछ्याउँदै त्यही दिशातर्फ अघि बढ्न थाल्छन्। तर त्यही समयमा त्यो शैतान पनि फेरि त्यहाँ आइपुग्छ र उनीहरूको पछाडि लाग्न थाल्छ। उसले लगातार उनीहरूलाई आँखाको पट्टी हटाउन फकाउने प्रयास गर्छ, तर म्यालोरी बच्चाहरूलाई भन्छे, आवाजतर्फ ध्यान नदेऊ, बस अगाडि बढिरह। अगाडि बढ्दै गर्दा अचानक म्यालोरी एउटा गहिरो खाडलमा खस्छे र बेहोस हुन्छे। बच्चाहरू डराएर आत्तिन्छन् र म्यालोरी कहाँ गइन् भन्दै यताउता खोज्न थाल्छन्। यही मौकाको फाइदा उठाउँदै त्यो शैतान म्यालोरीकै आवाज निकालेर बच्चाहरूलाई भन्छ, पट्टी हटाऊ। निर्दोष बच्चाहरूले त्यो आवाजलाई साँच्चीकै म्यालोरीको आवाज ठान्छन् र आफ्नो आँखाको पट्टी खोल्न थाल्छन्। तर ठिक त्यही बेला म्यालोरीलाई होस आउँछ र ऊ ठुलो स्वरमा चिच्याउँदै बच्चाहरूलाई रोक्छे, पट्टी नखोल। त्यसपछि बच्चाहरूको आवाज पछ्याउँदै ऊ उनीहरूसम्म पुग्छे। त्यसपछि म्यालोरी बच्चाहरूलाई लिएर चराहरूको आवाजतर्फ दौडिन थाल्छे, किनकि त्यो शैतान अब उनीहरूको बिल्कुल पछाडि लागिसकेको थियो र जसरी भए पनि उनीहरूलाई त्यो सुरक्षित कलोनीसम्म पुग्न नदिन हर सम्भव प्रयास गरिरहेको थियो। तर म्यालोरी र बच्चाहरू त्यो शैतानलाई बेवास्ता गर्दै अन्ततः त्यो सुरक्षित ठाउँसम्म पुग्न सफल हुन्छन्। त्यहाँ पुगेर म्यालोरी ढोका खोलिदिन अनुरोध गर्छे। भित्रका मानिसहरूले तुरुन्त उनीहरूलाई भित्र ल्याउँछन् र सबैभन्दा पहिले उनीहरूको आँखाहरू जाँच गरेर उनीहरू इन्फेक्टेड छन् कि छैनन् भनेर कन्फर्म गर्छन्। जब उनीहरूलाई थाहा हुन्छ कि यी तीनैजना सुरक्षित छन् र इन्फेक्टेड छैनन्, तब उनीहरूलाई त्यो कलोनीभित्र प्रवेश गर्न दिइन्छ। त्यसपछि म्यालोरीले आफ्नो आँखाको पट्टी हटाउँछे र देख्छे कि त्यो ठाउँ वास्तवमा एउटा ब्लाइन्ड स्कुल रहेछ, जहाँ धेरैजसो मानिसहरू देख्न सक्दैनन्। त्यसैले त्यो शैतानले उनीहरूलाई कुनै हानि गर्न सक्दैन। त्यहाँ म्यालोरीको भेट रिक नामको व्यक्तिसँग हुन्छ। वास्तवमा यही त्यही मानिस थियो जसले रेडियो मार्फत म्यालोरी र टमलाई यो सुरक्षित ठाउँको जानकारी दिएको थियो। त्यहाँ धेरै चराहरू पनि पालिएका हुन्छन् ताकि खतरा नजिकिँदा उनीहरूले आवाज निकालेर सबैलाई चेतावनी दिन सकुन्। अन्त्यमा म्यालोरीले पनि आफ्नो पिंजराभित्र रहेका ती चराहरूलाई स्वतन्त्र रूपमा उड्न छोडिदिन्छे। अनि यहीसँग यो रोमाञ्चक, डरलाग्दो र भावुक कहानी समाप्त हुन्छ। यदि तपाईलाई यो भिडियो मन परेको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र भिडियो लाइक पनि अवश्य गर्नुहोस्। अनि यदि तपाईँ यो मुभीको दोस्रो भाग हेर्न चाहनुहुन्छ भने कमेन्टमा पार्ट 2 लेख्न नबिर्सनुहोस्।